गाइज वेलकम बैक टू माई न्यू भ्लग। आज चाहिँ खतरनाक एकदम धमाकेदार भिडियो हुनेछ। तपाईहरुलाई के हुन्छ सब देखाउने छु, अन्तिमसम्म हेर्नु होला। यो पनि एमा पनि हुने होला त, यो थानमा पनि हैन। खोइ कसको यो थान रमाइलो त त्यही हुने हो त, त्यही माथि अहिले सबै त्यही जान्छन् हैन। अरे बबाल रमाइलो त आज यहीँ त खतरै। ठ्याक्कै घर पनि डाँडा बनाएको भिट तल ठेक्को नै छ। अब गर्मीमा पनि क्या त शीतल बस्ने हामी। अब उनीहरू बौलिया हेर्ने। पाउरोटी खान्छ। कहाँ जाने हो भान्जी? हाम्रो भने कहाँ? मामाहरू कहाँ हो? मामा घर हाम्रो त्यहाँ। मेरो त कपाल भिजी गयो यार। हामी जाने पर्छ त्यही घर यो। हिजो अस्ति नै छिपछाप गरेर छिपछाप गरेर चिटिक्क बनायो। माथिबाट बजार ल्याउन भाइ क्या हो? पछि यता ल्याउनु त न तल यहीँ रोडा हो कि यहीँ हुन्छ? अब त्यहाँ ल्याउँ, अब त्यहाँ माने त्यहाँ माथि जाउँ। अब सबै काम भइसक्यो छ। यो नुहाइकन नुहाएर आयो न कि कामै भयो यार। पसिना घरबाट यहाँ आउने बेलासम्म 10 मिनट हिँड्यो हौ। टेमको क्या खतरा खायो टेमको त्यही बाँधे पाठा ल्याएर सब ल्याएर। उठेर बजान उठेर अलि यहाँ चाहिँ थान हेरिन्छ त। यो अहिले हुने रमाइलो चाहिँ यही हो। बहुत रमाइलो हुन्छ यो थानमा। हामी दाजु चाहिँ पर यति बस्यो भने होला। अहिले बौलिन्छ ती हुन् हामी दाजु, ती बौलिन्छन् अहिले। बहुत रमाइलो हुन्छ त्यो। वो तब तो ये मेरो बना माना कि आपने गर्दा हो यिनीको न एकाको बना माना भन्नु म छु नि। तपाईले माटन त केको ठुलो भाइ भन्नु को मैसँग हो अथवा उइकिन मान्ने कि मैकिन मान्ने त भन त। हो नि यसो गर्ने हेका पनि जान्दा बन्दा छ नि। सबैलाई बोलाउने यो कहिलेन बनाए एउटा कन बनाइदियो भने हेको सबैले बनाइदिन्छ। यदि मानेन भने तिमीलाई नबोलाउने बरु बाहिरबाट बोलाएर काम गराउने के तोमले दिने। ओ प्रभु हेर मेरो पनि त्यही छ। अहिले पर यी भन्न लाग्यो कि खाइकिन आएपछि फेरिमा गोदारमा यो दाइनो बजा भने नि दाइनो बजा भनेपछि दाइनो ऊ बजाउने मान्छे गर्नु पनि बजाउनु दियो न। यो बजाउँछ मात्र कुरो लैगयो। बजाउने मान्छे बजाउनु त लागेको थियो त। ऊ बजाउनु दियो के हुने थियो त? ऊ बजाउँछ मात्र कुरो लैगयो त। यहाँ मान्छे चाहिँ धेरै आएछन् तर अहिले यति छ नि, अझै आउनै बाँकी छन्। भिटिसिरी चढाउन सुरु भइसक्यो हो। यहाँ घाँटै घाँस छ नि। धामीले समात्नेपछि यो सेतो रौँ हुन् कि क्या यो त? धामी का कपड़ा भइगए।
भित्र पुरै घन्ट यहाँ माथि घन्ट अब यहाँ सुरु हुन लाग्यो हामी परे त रेडी हुँदैछन् हामी एकछिनमा रेडी भएर झगुला सगुला लाएर ड्याम ट्याउ ट्याउ गर्छन् मान्छे आउँदैछन् बिस्तारै नरसिंह होइन त्यो अरे त्यो यहीँबाट सुरु हुँदैछ अब खै भाइ हात यहीँबाट सुरु हुँदैछ बाजासहित एकदम बवाल हुन्छ यहाँभित्र चाहिँ जसले हेराउने हो त्यसले मात्रै जान पाउँछ तर यहाँ सबै मान्छे हेरिराखेको होइन सबै हेराउने त होला हिजो अस्तिदेखि हेराउन सुरु भयो आज 3 दिन भयो लगभग यहाँ सुरु हुन लागिसक्यो र कहीँ मेरो मोबाइल हालिदिनु कि भन्ने डर छ यता हेरिदियो भने यताबाट राम्रो देखिएन यताबाट देखाउँछु मैले भित्र मिल्छ कि नानी टाटाको चाहिँ ढुङ्गे गुदगुदाट पुरै हल्लिन्छ अरे यहाँको हेराउने पुऱ्याउने यस्तैबाट सुरु हुन्छ सुरु भइसक्यो लगभग अब एउटा गरेर हेराउने छ त्यसपछि बाहिर निस्किन्छन् र बाहिर हुनेछ यस्तो बौलिङको कारण चाहिँ शरीरमा देउता आएर भयो यहाँ त भिड छ भित्र धकला बालो गोरीलाई पाइने आयो रोडले आउने हुन्छ नि तपाईँ हेर आउनुहुन्छ टिका लाउने म चाहिँ टिका लगाइसकेँ धकल गरेर पनि भित्र गएर घामै घाम छ तर टिका लगाएर फेरि अरू आऊ लिस्ट भयो आउने ए बाख्रा लिस्ट हो यो भन्ने आज मैले बाख्रा काटेको आज भरि भयो कि बारे नेत्र आज पढिकन आज हाँसी बुझिकन आज मैले तोकन भरि पिण्ड पनि आज म डालाकन आज ल्याउने जस्तो आज यहाँ चाहिँ हेराउनेको घुइँचो छ तर यहाँ टाढाका मान्छे पनि आउँछन् यहाँ हेराउन यहाँ सबैभन्दा ठुलो धेरै टाढादेखि मान्छे पनि आउँछन् यहाँ हेराउन उकाल्ने ओह्राली केही बेर आज आलमको दस्तुर आज यो उकाल्ने ओह्राली यो पहिलो भोग खाने बेला चाहिँ मलाई हामी आउन सकेनौँ घर थियौँ त्यहीको लागि चाहिँ मलाई केही नआउने है त्यहीको लागि चाहिँ मैले आज ल्याउने दस्तुर आज तैँले आज गाजीले पकडले मेरो उकाली राखेली ओह्राली राखेली
हट 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 जा म सम्झन्छु पहिला पनि आज तिले आज भएको आज म तिमीलाई जा हट 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 चिप्पमा सरस्वती आज भयो बल यहाँ पनि आज पहिला पनि आज म तिमीलाई यो पहिलाको टेको सर पहिला अगाडि सर सुन आज नर्मल स्त्री मित्र भए पनि म त आज यो आज देखेर नाति देउडे नाति मैत्या नाति चाम्डा नाति आज रोसिया नाति हट 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 रसना नाति आज हट म टाढो त आज यो आज हट 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 सबैको आज तुला न्यौ हट 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 म चलाइछु भर्खरै त एउटाको सकियो रोटी चाहिँ आज यो रोटीमा पनि आउँदिन छन् तर झपमा आउँदिले आज मोटा लाग्यो सहिले हुने तर धामीलाई हेर न पसिना पसिना हेर नाकसम्म चुइग्यो आलमको वस्तु राखेर राख्दै गर्ने तर हावै आउनु पाएन सबै त मान्छे छैन हुन सौ काइनाले आलम आउने होइन गर्ने यी सब वरिपरि मान्छे छन् हावा वरिपरि बाहिर चल्या भित्र हावा नचलेर हामीलाई पुरै पसिनाले लाया रङ्गसँग नाकसम्म घाँटीसम्म आइगयो माथिबाट आउँदै ल गाइस सुरु भयो हाम्रो बाजा बजाउन सुरु भयो धामी चाहिँ निस्किया छैनन् त्यहाँ हेराउँदैछन् अब धामी जतिखेर निस्किन्छन् एकदम रमाइलो हुनेछ यहाँ तर त्यहाँ बाहिर गर्मी छ त्यहाँ उभिन सकिन्न यार के गर्ने शीतलमा उभिएर आफूले बस्नु परिरहेको छ भिडियो 1:30 बजिसक्यो यार 11 बजेबाट यहाँ सुरु भयो हो 1:30 बजिसक्यो कतिखेर निस्किने अन्त हामी त्यहाँदेखि हेराउँदैछन् मान्छेहरू आजको दिन अलिक शीतल भयो बा सजिलो हुन्थ्यो बाहिरका बोलिने मान्छेलाई यताउतालाई उभिनेलाई हेर्नेलाई सजिलो हुन्थ्यो गर्मी भयो भने त अलिक गाह्रो नै छ नरसिंह हो अर्को झ्याली चाहिँ ल्याएको छैनन् के निस्किँदैछन् सबले छुट्टै त्यहाँ बाटो अब ल आयो है ल आँखा भाइ डेन्जर छ आँखा कहाँ देखिन आँखा तिनका होइन यस्तो घाम छ फेरि अब कहाँ जान्छन्
सबैलाई देउता हुन्छ। त्यसरी बौलिने ठाउँ पहिलोचोटि आएको हो। आज फर्स्टचोटि हो, पहिलो दिन कतिको रमाइलो हुन्छ। म यहाँ अगाडि आएको त थिएन, आज पहिलोचोटि आएको थिएँ हेर्न। सानोतिर हेर्न त आइराखेको थिएँ, तर यसरी बौलिएको बेला चाहिँ पहिलोचोटि आएको यहाँ। देउता सेउता मतलब लागेको मान्छेहरूलाई भूत ठुलो ठुलो भूतहरू राक्षसहरू लागेकोलाई यति छिटो सन्चो बनाइदिन्छ। यहाँ खतरा देउता आउँछ मतलब। त्यहाँ अर्को धामी पनि बौलिन सुरु भइसक्यो। यहाँ लगभग पछिसम्म त धेरै धेरै मान्छेहरू बौलिन्छन् जसलाई देउता आउँछ। तर तमाईको ताल बाजाको ताल यस्तो राम्रो बजाइराखेको छन्, क्या दामी तरिकाले बजाइरहेको बाजा। तर यिनीहरूले झगुल्ला पर्गल्ला लगाएको छैनन्, तर झगुल्ला यिनीहरू पनि लगाएको भए एकदम राम्रो हुन्थ्यो यहाँ आज। यस्तो दामी दामी नरसिंह आफै बजाउनेलाई पनि बोलिरहन दामी आइरहेको देउता। नरसिंह बजाउनेलाई पनि देउता आइरह, हात कामदै बजाइरहन, हात कामदै बजाइरहन। तर मान्छे चाहिँ अहिले डुब्दै आइसक्यो। दामी बाजा क्या दामी बजिरहेको यार बाजा। बाजे पनि बोल्नु लागि
आफ्ना आफ्ना पाठाहरू चढाउन सुरु हुन्छन्। अब यहाँको काम चाहिँ सकियो, बोलिने सोलिने काम सकियो, लगभग 1 घन्टा जति भयो। अब जसले जसले पाठा ल्याएको थिए उनीहरूको चढाउने काम सुरु हुन्छ। अब जे होस् आज रमाइलो नै भयो। यहाँ लगभग 20-22 वटा पाठा ल्याएन। अब आफ्नो पाठाहरू चढाउन सुरु हुन्छन्। हामीको बोलिने काम चाहिँ सकियो सबै। यहाँको जामुको बण्डाली देउता चाहिँ यही हो। जामुको सबैभन्दा ठुलो देउता बण्डाली देउता यहाँकै हो। धामी दाजु गर्मीले थाके। खुसी राजीसँग ल्याऊ। पाठक पर्छ्यान भनेर त्यही भएर आएर उहाँ बजाउन लाग्यो। पर्छि नै पर्छि होइन पाठा एक त पर्छि नै पर्छि होइन। पर्छिँदाखेरि पाठा दमा बजाउन सुरु भयो।